अहिले देशमा जताततै आन्दोलन सुरु भएको छ। कारण छ सुकुम्बासी बस्ती विस्थापन र त्यो विस्थापन गरेको सुकुम्बासी बस्तीमा रहेका पीडित सुकुम्बासीहरूको बेहालको स्थिति, यो विषयलाई लिएर सरकारको निन्दा भइरहेको छ। बालनजीलाई मैले कुनै समयमा अलिक नजिक पनि हामी थियौँ भन्ने किसिमले एउटा साथीको नाताले मैले उहाँलाई सम्झाएको। पदीय हिसाबले देशकै सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ उहाँ, त्यो हिसाबबाट पनि ससम्मान मैले सम्झाएको थिएँ। एउटा पार्लियामेन्टेरियन, एउटा सांसदको हिसाबबाट पनि मैले संसदको पहिलो सदनको पहिलो बैठकबाट नै उहाँलाई सम्झाएकै हो। सुकुम्बासीको घर टहरा भत्काएर विस्थापन गर्ने नीति होइन, सुकुम्बासीलाई पहिचान गरेर त्यसलाई व्यवस्थापन गर्ने नीति सरकारले अपनाउनुपर्छ है भनेर मैले भनेकै हो। बारम्बार फेसबुकको स्टेटसहरू मार्फत, फेसबुकमा चाहिँ पोस्टहरू लगाएर पनि उहाँलाई सम्झाएकै हो। किन सम्झाएको त भन्दाखेरि उहाँले नेतृत्व गरेको सरकार विवादमा नमुछियोस्, अनेक परीको समस्याहरू होइन उत्पन्न जुन भएको छ, यस्तो समस्यामा नअल्झियोस्, विकास निर्माणमा लागोस्, सुशासनमा लागोस् भन्न खातिर मैले सम्झाएको हो। तर यसरी सम्झाइरहँदाखेरि अब घन्टी पार्टीका समर्थकहरूले यसरी गाली गर्ने होइन, अनेक परी गर्ने, ट्रोल बनाउने कामहरू पनि गरिराख्नु भएको छ। म तपाईँहरू सबैजनालाई भन्न चाहन्छु होइन, सरकार त्यसरी चल्दैन। सरकार चलाउनु भनेको चाहिँ सन्तुलन कायम गर्नु पनि हो। सरकार चलाउनु भनेको डङडङ र डुङडुङ गर्दै हिँड्ने, भत्काउँदै हिँड्ने, जे पाए त्यही गर्ने भन्ने पनि होइन। सरकार चलाउनु भनेको चाहिँ विकास गर्नु हो होइन। विकास गर्नु भनेको व्यवस्थापन गर्नु हो, सन्तुलन कायम गर्नु हो, शान्ति सुव्यवस्था अमन छैन होइन। एउटा समाजको जुन चलिरहेको जुन एउटा निरन्तरको जुन सामाजिक परिचालन, यी कुराहरूलाई निरन्तरता दिनुलाई चाहिँ नै सरकार चलाउनु भनिन्छ। तर उहाँले त्यो कुरा बुझ्नु भएन, पत्याउनु भएन होइन। अब सेना देखाएर, प्रहरी देखाएर यो किसिमले चाहिँ नि चलिराख्नु भएको छ। उहाँ लोकतन्त्रमा निर्वाचित तपाईँको चाहिँ के अरे सरकारले देश चलाउनुपर्छ। निर्वाचित भन्ने बित्तिकै जनताले अनुमोदन गरेको, जनताले भोट दिएर पठाएको। अब जनताले भोट दिएर पठाएको भने सुकुम्बासीको नाममा जो जति जनतालाई चाहिँ अहिले बाटोमा ल्याइएको छ, 2 जना 3 जना कतिले त आत्महत्या नै गरिसके। अब यो खालको जुन पीडा सहिराखेको त्यो सुकुम्बासीको नाममा अपमानित गरिएको, दुत्कारिएको होइन, मिडियामा पनि ट्रोल बनाएर चाहिँ नै होइन, अपमानजन्य भाषा शैलीमा प्रश्नहरू सोधेर अपमान गरिएको ती सारा सुकुम्बासी भनेर चाहिँ नि भनिएका मान्छेहरू नेपाली हुन् कि होइनन्, यो कुरा पहिलो प्रश्न होइन आफूले आफैलाई गर्नुपर्छ बालनजीले। मैले उहाँलाई फेरि पनि भनिरहेको छु, अझै पनि तपाईँ सुध्रिनुहोस् है। अब यो चाहिँ नि 77 जिल्लामा होइन पत्र काटेर त्यहाँको सुकुम्बासीको लगत उठाइराख, तिनीहरूलाई विस्थापन गर्नुपर्छ, पहिचान गर्नुपर्छ, यस्तो त्यस्तो भन्ने हिसाबले जुन सेनालाई काम खटाएर चाहिँ अगाडि जुन बढिराख्नु भएको छ, यसले गलत गरिरहेछ। तपाईँले सदन चलाइराख्नु भएको छैन होइन। नेपाली जनताको निर्वाचनबाट जुन तपाईँको चाहिँ निर्वाचित जनप्रतिनिधिहरूको सबैभन्दा ठुलो, सबैभन्दा सार्वभौम होइन लोकतन्त्रमा अब सबै पहिला चाहिँ अब मान्छे थोरै हुँदाखेरि सबै जनता भेला भएर, गाउँको सबै जनता भेला भएर चाहिँ नि होइन, राज्यको सबै जनता भेला भएर नियम कानुन बनाउँथे अरे। अब त्यो सम्भव भएन भूगोलले गर्दा, जनसङ्ख्याले गर्दा होइन। त्यसले गर्दाखेरि आवधिक चुनाव मार्फत जनताको मतलाई बोकेर आउने मान्छे त्यो जनता नै हो, हामी सबै जनता नै हो क्या।
म सुनसरी एकको जनता हुँ म होइन हिसाबले चाहिँ विभिन्न निर्वाचन क्षेत्रबाट आएको जनताको मत, जनताको बोली, जनताको प्रश्न त्यो राख्न पाउने त्यो सार्वभौम थलो होइन। संसदलाई पनि तपाईँको चाहिँ नि अहिले बन्दी बनाएर होइन संसदलाई स्थगित गरेर जुन अध्यादेश लिएर तपाईँ चलिराख्नु भएको छ, यसले पनि ठुलो तपाईँको चाहिँ नि के त भन्दाखेरि लोकतन्त्रमाथि प्रहार गरेको छ।